के तपाईलाई थाहा छ आज नेपालमा क्रिकेट र फुटबल पछि सारा देशलाई एउटै हलभित्र उभाएर एउटै समयमा रुवाउने र हँसाउने ताकत कुन खेलसँग छ? त्यो हो हाम्रो राष्ट्रिय खेल भलिबल। अझ विशेष गरी हाम्रो महिला भलिबल टोली। तर इतिहासकै सबैभन्दा ठूलो क्रेज, अभूतपूर्व जनसागर र घरेलु मैदानको साथ हुँदाहुँदै पनि नेपाल यसपटक पदकविहीन रहन पुग्यो। सिङ्गो देशले जितको आँसु नभएर हारको एउटा खिन्नता महसुस गर्नु पर्यो। आखिर के यो हाम्रा खेलाडीहरूको प्राविधिक कमजोरी मात्रै थियो? के हाम्रा चेलीहरूले मेहनत नगरेकै हुन् त? या यसको पछाडि यो खेल प्रशासन र राज्यको अर्कै एउटा तितो बिझाउने सत्य लुकेको छ? आजको यो विशेष भिडियोमा हामी नेपाली महिला भलिबल टोलीको भित्री सङ्घर्ष, क्याबा 2026 को ती निर्णायक टर्निङ पोइन्टहरू र हाम्रा स्टार खेलाडीहरूको वास्तविक जीवनको पर्दा पछाडिको कथा खोतल्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोला, किनभने वास्तविकता हामीले सोचे भन्दा धेरै फरक र दुःखद हुन सक्छ। क्याबा 2026 को सुरुवात कुनै रोमाञ्चक फिल्मको ओपनिङ जस्तै उत्साहित थियो। पहिलो दिनमै नेपालको सामना बलियो र परम्परागत प्रतिद्वन्दी भारतसँग भयो। इतिहास साक्षी छ, भलिबलमा भारतलाई हराउनु फलामको चिउरा चपाउनु सरह हो। तर हाम्रा चेलीहरूले पहिलो सेटदेखि नै भारतलाई यसरी टक्कर दिएका थिए कि खेल 5औं सेटसम्म पुग्यो। त्यो म्याच हारेर पनि नेपालले विश्वलाई एउटा सन्देश दियो, हामी कसैभन्दा कम छैनौं। त्यसपछि खेलहरूमा नेपालको आँधी नै आयो। किर्गिस्तान र मालदिभ जस्ता टोलीहरूलाई नेपालले सोझो सेटमा कुनै मौका नै नदिए धुलो चटायो र शानदार रूपमा सेमिफाइनलको यात्रा तय गर्यो। कोर्टमा त्यो सुमित्रा रेग्मीको चट्टान जस्तो डिफेन्स र खतरनाक स्पाइक होस् या उषा भण्डारी र कामना बिष्टको चिल जस्तो आँखा भएको डिफेन्स, हरेक शटमा कभर हल नेपाल नेपाल गरेर नाराले गुन्जायमान हुन्थ्यो। सामाजिक सञ्जालमा यी खेलाडीहरू नयाँ नेसनल क्रस बनिसकेका थिए। लाग्थ्यो यसपालि गोल्ड मेडल मात्र होइन, इतिहास नै नेपालकै नाममा लेखिन्छ। तर भलिबलमा केवल जोसले मात्र पुग्दैन, होस र अनुभव पनि चाहिन्छ। सेमिफाइनलमा नेपालको सामना भयो शारीरिक रूपमा बलियो र अन्तर्राष्ट्रिय स्तरमा अपराजित यात्रा गरिरहेको इरानसँग। इरानको अग्लो कद र रणनीतिक खेलका अगाडि नेपालको रिसिभ र सर्भिसमा केही गम्भीर कमजोरीहरू देखिए। त्यसपछि पदकको दौडमा दबाव झेल्न नसक्दा र टोलीमा रहेका केही नयाँ युवा खेलाडीहरूमा ठूलो म्याच खेल्ने अनुभवका कमीका कारण नेपालको मेडल जित्ने सपना अधुरै रहन गयो। खेल त हामीले हार्यौं, तर के हाम्रा नेपाली खेलाडीहरू साँच्चीकै कमजोर थिए? बिल्कुलै होइन। वास्तविकता के हो भने बिना कुनै वैदेशिक एक्सपोजर, न्यूनतम म्याच एक्सपोजर र नाम मात्रको सुविधाका कारण पनि उनीहरूले एसियाका पावर हाउस भारत र इरान जस्ता शक्तिशाली टोलीलाई कोर्टमा पसिना पसिना गराए। त्यो आफैमा एउटा ठूलो चमत्कार थियो। अब कुरा गरौँ त्यो तितो सत्यको, जसका बारेमा नेपालको ठूलो कर्पोरेट मिडिया र खेल अधिकारीहरूले पनि प्राय मौन रहन्छन्। नेपालमा क्रिकेट र फुटबलका खेलाडीहरूले जति चर्चा, मिडिया कभरेज र स्पोन्सरसिप पाउँछन्, भलिबल यो देशको राष्ट्रिय खेल भएर पनि यसका खेलाडीहरूले त्यसको 10% पनि सुविधा पाउँदैनन्। संसारका अन्य देशहरूमा व्यावसायिक लिग खेलेर महिला भलिबल खेलाडीहरूले शानदार जीवन बिताउँछन्, तर नेपालमा हाम्रा राष्ट्रिय भलिबल स्टारहरू अझै पनि एउटा सानो सरकारी वा विभागीय जागिरको भरमा वा सङ्घले दिने नाम मात्रैको दैनिक भत्ताको भरमा आफ्नो जीवन धानिरहेका छन्। उनीहरू आफ्नो भविष्य दाउमा राखेर देशको झण्डा छातीमा टाँसेर कोर्टमा उत्रिन्छन्। जब त्रिपुरेश्वरको कभर हलमा हजारौं दर्शकहरू टिकटका लागि मारामार गर्छन्, खेलाडीहरूको एउटा पोइन्टमा पागल जस्तै चिच्याउँछन्, यो देशप्रेमको उदाहरण हो। तर एउटा तितो यथार्थ के छ भने केवल दर्शकको तालीले मात्र खेलाडीहरूको पेट भरिदैन, न त तालीले खेलाडीहरूको घर चुलो नै बल्छ। आधुनिक भलिबलमा डाइटको ठूलो भूमिका छ। वैज्ञानिक ट्रेनिङ सेन्टर चाहिन्छ र वर्षौंभरि विदेशी टोलीहरूसँग मैत्रीपूर्ण म्याचहरू खेल्नुपर्छ। यी आधारभूत कुराहरू नै उपलब्ध नगराई हामीले हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा हाम्रा चेलीहरूले इरान वा भारत जस्ता विकसित र लगानी गरिरहेका देशहरूलाई जादुमय तरिकाले हराइदिउँ भनेर आशा राख्नु हाम्रो आफ्नै मूर्खता र अन्धभक्ता हो। त्यसो भए अबको बाटो के त? के हामी केवल हारको समीक्षा मात्र गरेर बस्ने? क्याबा 2026 मा मेडल नपाउनु पक्कै पनि निराशाजनक हो, तर यसले नेपाली टोलीका नयाँ र युवा खेलाडीहरूलाई एउटा यस्तो अमूल्य अनुभव र पाठ दिएको छ जुन कुनै ट्रेनिङ क्याम्पले पनि दिन सक्दैन थियो। उनीहरूले बुझेका छन् कि जितको कति नजिक पुगेर उनीहरू चुकेका छन्। अब पहिलो कदम नेपाल भलिबल संघ र खेलकुद मन्त्रालयले चाल्नुपर्छ। हाम्रा चेलीहरूलाई केवल ठूलो टुर्नामेन्ट आउनु भन्दा 1 महिना पहिला मात्र बन्द परीक्षणमा राख्ने यो झारा टार्ने पुरानो बानी अब सधैँका लागि बन्द गर्नुपर्छ। उनीहरूलाई 12 महिना वैदेशिक प्रशिक्षण र अन्तर्राष्ट्रिय म्याचको व्यवस्था गराइनुपर्छ। अनि दोस्रो कुरा, नेपालको निजी क्षेत्र र ठूलो कर्पोरेट हाउसहरूले अब क्रिकेट र फुटबलमा जस्तै महिला भलिबलमा पनि खुलेर लगानी गर्नुपर्छ। जबसम्म हामी गाउँ गाउँबाटै खेलाडी स्काउटिङ र लगानी गर्दैनौँ, तबसम्म केवल व्यक्तिगत प्रतिभाको भरमा हामी फाइनलमा पुगेर पनि कप उठाउन सक्दैनौँ। हाम्रा खेलाडीहरूले त कोर्टमा आफ्नो रगत र पसिना बगाएर देशको शान राखिरहेका छन्। अब पालो हाम्रो हो उनीहरूको आवाज बनेर यो तितो सत्यलाई राज्यका अधिकारीहरूसम्म पुर्याउने। यदि तपाईँ पनि नेपाली महिला भलिबल टोलीको वास्तविक विकास चाहनुहुन्छ भने यो भिडियोलाई धेरैभन्दा धेरै शेयर गरेर सबै माझ पुर्याउनु होला। तपाईँको विचारमा यो क्याबा 2026 को खेलबाट नेपालले सिक्नुपर्ने सबैभन्दा ठूलो कुरा के हो र वर्तमान नेपाली महिला भलिबल टोलीमा तपाईँको सबैभन्दा मनपर्ने खेलाडी को हुनुहुन्छ? सुमित्रा रेग्मी, उषा भण्डारी, कामना बिष्ट या अरू कोही? तल कमेन्ट बक्समा आफ्नो विचार र उनीहरूका लागि एउटा मिठो सन्देश अवश्य लेख्नुहोला। यस्तै नेपाली खेलकुद विश्लेषणका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। अर्को भिडियोमा फेरि भेट हुनेछ। जय नेपाली खेलकुद, जय नेपाल।